BYD यमुनाको कर छली धन्दा, अर्थमन्त्री स्वर्णिम वाग्लेको कनेक्सन, 2 अर्बको सेटिङ। यो दृश्य एकपटक हेरौँ त। खोलाको छेउमा सयौं न्यू ब्रान्डका गाडी पार्किङ गरेर राखिएको जस्तो देखिन्छ। वरपर सशस्त्र प्रहरीले घेरा हालेर पहरा दिएको हो कि भन्ने पनि लाग्छ। तर त्यसो होइन, यो त मुस्ताङको कोरोला नाकाबाट राजस्व छली गरी ल्याइएका सयौं BYD गाडी हो। नेपालका लागि BYD को आधिकारिक विक्रेता साइमेक्स इन्कले गत जेठ 14 गते कोरोला नाकाबाट बिना गाडी भन्सार जाँचपास गराएर भित्र्याएपछि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछिको दृश्य हो। यो जेठ 21 सम्म साइमेक्सले नेपालमा भित्र्याएका 774 वटा गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि यसको रहस्य खुलेको छ। त्यस्तै सूचना आयो सर, नियन्त्रणमा लिनु भन्ने निर्देशन पाउँथ्यो। अब लिएको खास चाहिँ अब यसको अनुसन्धान गर्ने निकाय अर्थ मन्त्रालय मार्फत चाहिँ गर्दैछ। अहिले गरिरहेछ सर, त्यो के छ तपाईँहरूले बुझाइसक्नु भएको के हो? समन्वय भइरहेछ हाम्रो नियन्त्रण। हजुरसँग समन्वय भएर अहिले अनुसन्धान भइरहेको छ। हजुर। ए कतिवटा सर यो अनुसन्धान गर्नको लागि समन्वय भइरहेछ। ए भनेपछि त तपाईँहरूकै नियन्त्रणमा छ छन चाहिँ? हजुर। यो कहाँबाट सर? यो कोराला नाकाबाट हो? कोराला मुस्ताङ नाका। मुस्ताङबाट है? यो सबै एउटै त्यही नाकाबाट हो सर? यो 774 वटा? सबै 774 अरू यता यो केरुङ नाकाबाट आएको दुईटा चाहिँ उहाँको दलले। यसको केही छैन सर, अब छानबिन गर्ने के अरे यो अनुसन्धान गर्ने फल्ट केही छैन भनेर डकुमेन्टहरू फ्रड छ कि भन्ने सूचनाको आधारमा हामीलाई दिएको छ। हामीले आर्थिक वर्ष 2083-84 को बजेट मार्फत EV गाडीहरूमा किलोवाटको आधारमा नभई मूल्यका आधारमा भन्सार लगाउने गरी आर्थिक विधेयक ल्याउने अर्थमन्त्री स्वर्णिम वाग्लेको बजेट भाषणपछि एकाएक यसरी BYD गाडी नेपाल भित्र्याइएको हो। अनुमान गर्नुहोस् त, 774 वटा EV गाडीले कति भन्सार छली गर्यो होला? सामान्य छ, अरबौं राजस्व छली भएको छ। राज्यलाई अरबौं घाटामा पुर्याउने खेलमा को कसको संलग्न छ त? बजेट भाषण नहुँदै एकाएक कसरी मूल्यको आधारमा भन्सार बढ्दैछ भन्ने कुरा कसरी लिक भयो? अनि साइमेक्स कम्पनी नेपालका यमुना श्रेष्ठले कसरी थाहा पाइन् त? यो गम्भीर प्रश्न उठेको छ। तर उत्तर सजिलै पनि छ। त्यो सूचना चुहाट गर्ने अर्थमन्त्री नै हुनुपर्छ, किनकि अर्थमन्त्री स्वर्णिम वाग्ले बाहेक अरूलाई त कुनै जानकारी नै थिएन कि अब EV आयातमा मूल्यको आधारमा भन्सार बढ्दैछ भन्ने कुरा कर छली गरेर देशलाई आर्थिक नोक्सानी पुर्याउँदै गरिएको सूचनाको आधारमा भन्सार पास भएर नेपाल भित्रिसकेको गाडी अहिले प्रहरीको नियन्त्रणमा छ। सरकारका अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेमाथि गम्भीर नैतिक समस्या पर्न सक्छ। अनि अर्थमन्त्री वाग्ले र BYD कै यमुना श्रेष्ठ बीच के सम्बन्ध? कतै ठुलै कमिसनको खेल त छैन? हो, यो स्वाभाविक नै हो। झन्डै 800 हाराहारीमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको BYD पहुँचको सेटिङ बिना सम्भव नै छैन। अर्थमन्त्री वाग्लेकै संरक्षणमा बजेट अघि नै बिना गाडी भन्सार जाँचपास गराएको कागजात बनाएर बजेट घोषणा लगतै यमुना श्रेष्ठको कम्पनी साइमेक्स इन्कले 774 वटा BYD गाडी ल्याएको थियो। जेठ 14 गते बिना गाडी भन्सार जाँचपासको कागजात बनाएर भन्सार दर घटेमा त्यही अनुसार समायोजन गर्ने र भन्सार दर बढेमा पहिलेकै भन्सार दरको आधारमा गाडी पास गरिएको हुने गरी कागजात पत्र मिलाएर बजेट भाषण अघि नै भन्सार पासको कागजात तयार गरिएको थियो। र त्यही कागजातको आधारमा जेठ 21 गतेसम्म कोरोला नाकाबाट गाडीहरू नेपाल भित्र्याइएको थियो। त्यसरी गाडी भित्र्याउने गरी भन्सार जाँचपास गरेको कागजात बनाएसँगै बजेट भाषणमा इलेक्ट्रोनिक गाडीमा किलोवाटको आधारमा भन्सार लगाउने व्यवस्था गरेको, मूल्यका आधारमा भन्सार लगाउने बजेटले व्यवस्था गरेको थियो। यसैले प्रश्न हुन्छ, ठुलै सेटिङको चलखेल भइरहेको छ भन्ने कुरा। करोडमा होइन, अरबौंको कमिसन खेल रहेको बुझिएको छ। त्यसो त बजेट अघि नै भन्सार पास गराउँदा प्रति गाडी 25 लाखका दरले 774 वटा गाडीमा हुने 1 अर्ब 92 करोड भन्दा माथि कर छलीको रकम कमिसन बाँड्ने शर्तमा काम भएको थियो। साइमेक्स कम्पनीका यमुना श्रेष्ठ पटक पटक विवादमा आइरहने पात्र हुन्। नेपालमा इलेक्ट्रोनिक गाडीको मोटर क्षमता जाँच गर्ने उपकरण नभएको र सो घोषणा गरी गाडी ल्याउन पाइने यसअघिको व्यवस्थामा समेत भन्सार अन्डर इन्भोइस गरेर गाडी ल्याउने र महँगोमा बेच्दै गर्दै आएको साइमेक्स इन्कले राजनीतिक दलका नेताहरूलाई प्रभाव पारेर कमिसन दिँदै आइरहेको थियो। तर अहिले यो अरबौंको कमिसनको खेलमा अर्थमन्त्री वाग्ले पनि सामेल भएको देखिन्छ। सूचना कसरी लिक भयो? सबै सेटिङमा काम भएको देखिन्छ। उक्त गाडी आर्थिक वर्षको बजेट अगाडि नै भन्सार पास गरिएको कागजात मिलाइएको देखिएको छ। सरकारको बजेट भाषण अघि नै करको दरको सूचक लिङ्क गराएर सयौं EV को नक्कली जाँचपास गराउने कार्यमा BYD की मालिक यमुना श्रेष्ठलाई अर्थ मन्त्रालयबाटै सहयोग भएको देखिन्छ।
अहिले अर्थमन्त्री तनावमा रहेको बुझिन्छ। राजस्व अनुसन्धान विभाग र अर्थ मन्त्रालयले गाडीको आयात अनुमति, एलसी प्रक्रिया र भन्सार बिन्दुमा बुझाएका मूल्याङ्कनको कागजमाथि छानबिन अगाडि बढाउने भएको छ। पछिल्लो समय BYD को किलोवाट घटाएर सरकारलाई करोडौं राजस्व घाटा पार्ने जस्ता अवैध गतिविधिमा श्रेष्ठले सरकारी संयन्त्रमै सहयोग लिने गरेको पाइएको छ। अर्थ मन्त्रालयले यस प्रकरणको छानबिन गर्न मन्त्रालयकै उपसचिवको नेतृत्वमा एक छानबिन समिति गठन गरेर काम थालिसकेको मन्त्रीको सचिवालयले जनाएको छ।